प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, पत्रकार, अभिभावक, विद्यार्थी लगायत सम्पूर्ण शिक्षक कर्मचारी वर्गमा न्यानो अभिवादन टक्राउन चाहन्छु। 16औं वसन्त पार गरिरहँदा पिएफले अहिलेसम्म धेरै कार्यक्रमहरू गर्दै आइरहेको छ। जुनसुकै कार्यक्रम गर्दा कुनै पनि संस्थालाई धेरै आर्थिक, भौतिक र मानसिक चुनौती आउने गर्दछ। कार्यक्रम शब्दको पहिलो अक्षरलाई बुझ्दा त्यसको अर्थ कार्य हुन आउँछ। हामीले कार्यक्रम मार्फत नानी बाबुहरूलाई उनीहरूले जानिरहेका, सिकिरहेका सिप वा कलालाई बाटो, प्लेटफर्म देखाउने काम गरिरहेका हुन्छौँ। हाल पिएफमा नृत्य, सङ्गीत, अभिनय, चित्रकला, तेक्वोन्डो, आर्चरी, भलिबल जस्ता विधाहरूमा जम्मा 7 जना प्रशिक्षकहरूद्वारा पूर्ण निःशुल्क रूपमा कक्षा 1 देखि 9 सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई 2 विधा छान्न दिएर अनिवार्य सहभागी गराइरहेका छौँ र हरेक विधाहरूको निरन्तर मूल्याङ्कन समेत हुने गर्दछ। साहित्यिक क्लब, स्क्राबल क्लब, क्विज क्लब, इको क्लब, साइन्स क्लब, म्याथ क्लब, बाल क्लब आदि क्लबहरूमा समेत विद्यार्थीहरूलाई सामेल गराएर उनीहरूलाई नेतृत्व विकास, सञ्चार, सामूहिक कार्य र तर्कसङ्गत सोचको विकास र सृजनशील बनाउनमा जोड दिइरहेका छौँ। हामीले प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमा यी सँगै सम्बन्धित कार्यक्रमहरूलाई उल्लेख गरेर कार्यक्रमहरू सम्पन्न गर्ने गरिरहेका छौँ। स्काउट र एसपिसी जस्ता कार्यक्रमहरू धेरै वर्षदेखि सञ्चालनमा आइरहेका छन्। यस वर्षबाट कन्कै नगरपालिकाभित्र पहिलो पटक कप ब्राउन स्काउट यस विद्यालयमा सञ्चालन भइरहेको छ। जुन 6 वर्षदेखि 10 वर्ष उमेर समूहका बालबालिकाहरू, विशेष गरेर कक्षा 1 देखि 5 सम्मका नानी बाबुहरूको स्काउट समूह हो। यसको उद्देश्य सानो उमेरमै विद्यार्थीहरूलाई स्वयंसेवा मार्फत समाज तथा राष्ट्रप्रति उत्तरदायी बनाउनु रहेको छ। पठन संस्कृति अभिवृद्धिमा जोड। शैक्षिक सत्र 2082मा टुडे अ रिडर, टुमोरो अ लिडर अथवा आजको पाठक भोलिको नेतृत्वकर्ता भन्ने नाराका साथ पठन संस्कृतिको विकासका लागि विशेष कार्यहरू गरिरहेका छौँ। यस अनुरूप विद्यालयले शैक्षिक सत्र 2082मा निम्न कार्यहरू निरन्तर गरिरहेको छ। लाइब्रेरी स्थापना। विद्यार्थीहरूले विभिन्न विधा र विषयका पुस्तकहरू पढ्ने व्यवस्थाको लागि लाइब्रेरी स्थापना गरिएको छ। लाइब्रेरीको पहुँच सहज भए पश्चात आफूलाई मन परेका पुस्तक अध्ययन गर्न पाउनको लागि रुटिन बनाएर नै रिडिङ टार्गेट दिने गरिन्छ। सो क्रममा विद्यार्थीले आफूले पढेका पुस्तकहरूको रेकर्ड लाइब्रेरीले राख्ने र बुक रिभ्यू समेत गर्न लगाइन्छ। हाल लाइब्रेरीमा नेपाली र अङ्ग्रेजी गरेर जम्मा 1500 पुस्तकहरू सङ्कलन रहेको छ। डियर ड्रप एभ्रिथिङ एन्ड रिड। यो कार्यक्रम सबै कामहरू छोडेर 15 मिनटसम्म पढ्ने कार्यक्रम हो। हामीले पठन संस्कृति अभिवृद्धिको लागि प्रत्येक त्रैमासिक रूपमा अनिवार्य एकपटक 7 दिनका लागि 15 मिनट डियर कार्यक्रम आयोजना गरिन्छ, जसमा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकज्यूहरूको उपस्थिति राख्ने गरिन्छ। यसको मद्दतले विद्यार्थीहरूमा पुस्तक पढ्ने बानीको विकास भएको छ। यसको उद्देश्य मोबाइलको साटो विद्यार्थीहरूले पुस्तकलाई मित्र बनाउन् भन्ने रहेको छ। राइटर वर्कसप, लेखक कार्यशाला। विद्यार्थीहरूमा पढ्ने बानीको विकास भएसँगै आफूले अध्ययन गरेका पुस्तकहरूबाट आएको ज्ञान अनि शिक्षकहरूको सहयोगमा आफैले कल्पना गरेर, सोचेर सिर्जना गरेका लेख र रचनाहरूलाई पुस्तक रूपमा तयार पारेका छन्। जुन पुस्तकहरू विद्यार्थीले आफैले कक्षामा रचना गरेका हुन्, सम्पादनमा भने शिक्षकहरूले सहयोग गर्नुभएको छ। कक्षा 1 देखि कक्षा 9 सम्मका नानीबाबुहरूले यस कार्यक्रममा अनिवार्य भाग लिनुभएको छ। सबैले आफ्नो क्षमता अनुरूप पुस्तक तयार गरेका छन्, जसलाई आजको पुस्तक प्रदर्शनमा समेत राखेका छन्। यही कार्यक्रमको अर्को महत्त्वपूर्ण कार्यक्रम कफी हाउस यही फागुन 15 गतेबाट चैत 1 गतेसम्म सञ्चालन गर्ने गरी कार्यक्रम तय भएको र जसमा विद्यार्थीले तयार पारेका पुस्तकहरूको बारेमा विद्यार्थीले आफ्नो अनुभव र कथाहरू आफ्नो अभिभावकलाई सुनाउनेछन्।
कफी हाउस नाम राख्नुमा यो पूर्ण साहित्यिक कार्यक्रम हुनेछ, जसमा उपस्थित सम्पूर्णले कफी पिउँदै विद्यार्थीका लेख र रचनाहरू सुन्न पाउनेछन्। रिमिडियल क्लास सिकाइमा अलिक पछि परेका विद्यार्थीहरूको नेपाली र अङ्ग्रेजी भाषामा पढाइ र लेखाइमा सुधार गर्ने उद्देश्यले यस्ता विद्यार्थीहरूलाई छुट्टै कक्षा सञ्चालन गरिएको थियो, जसले गर्दा नेपाली र इङ्ग्लिसमा अक्षर चिन्न नसक्ने प्राय विद्यार्थीहरूले हाल आएर राम्ररी किताब पढ्न सक्ने भएका छन्। पहिलो त्रैमासिक परीक्षामा जम्मा 86 जना रिमिडियल कक्षा गरिएकोमा हाल 15 जना मात्र रिमिडियल कक्षा लिइरहेका छन्। हाम्रो उद्देश्य शैक्षिक सत्र 2082 को अन्त्यसम्ममा सबै विद्यार्थीले अक्षर छिचोलेर पुस्तक पढ्न लेख्न सकुन् भन्ने हो। यस प्रजातन्त्र दिवसका अवसरमा आज म मेरा केही शब्दहरू राख्न गइरहेको छु। प्रजातन्त्र भन्नाले जनताले गर्ने शासन भन्ने बुझिन्छ, जसमा हामीले निर्वाचनको माध्यमबाट आफ्नो नेताहरू चुन्ने गर्छौँ। हामीले 18 वर्ष उमेर पुगेपछि मत हाल्ने अधिकार प्राप्त गर्छौँ। प्रजातन्त्रमा सबैलाई समान अधिकार हुन्छ। यहाँ सबैलाई बराबर व्यवहार गरिन्छ। मानिसहरूले प्रजातन्त्रमा आफ्नो कुराहरू राख्नका लागि सबैलाई खुल्ला अधिकार हुन्छ। प्रजातन्त्र प्राप्त गर्न हाम्रा पुर्खाहरूले आफ्नो ज्यानको बाजी लगाएका थिए। त्यसैले हामीले असल र ज्ञानी नागरिक हुनुपर्छ। म नेपाली नागरिक भएकोमा गर्व महसुस गर्छु। धन्यवाद। अब पनि पालो रहेको छ तुम ही मैं हूं, मैं ही तुम। हर आरंभ का मैं ही अंत हूं और हर अंत सदैव मेरा ही आरंभ होगा। काल मृत्यु मरता काम करता जो चंडाल का, काल उसका क्या बिगाड़े भक्त जो महाकाल का। अकाल मृत्यु मरता काम करता जो चंडाल का, काल उसका क्या बिगाड़े भक्त जो महाकाल का। अकाल मृत्यु मरता काम करता जो चंडाल का, काल उसका क्या बिगाड़े भक्त जो महाकाल का। अकाल मृत्यु मरता काम करता जो चंडाल का, काल उसका क्या बिगाड़े भक्त जो महाकाल का। भोले की मस्ती में नाचेंगे सारे, भोले हरेंगे जो कष्ट तुम्हारे। भोले के नाम पे चलती है दुनिया, पार लगेगा भोले के सहारे। भोले के नाम के दीवाने हुए हम, फिर भूल गए हम तो सारे जिंदगी के गम। तुझे देंगे भोले दर्शन साक्षात सामने, जैसे हनुमान जी को दिए श्री राम ने। भोले की भक्ति में मिल के सारे आज बोले, हर हर महादेव महाकाल बम बोले। बम 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 बोले बोले।
Mommy's on the bus, go all through the town. Daddy's on the bus, go. I love you, I love you, I love you. Daddy's on the bus, go. I love you, all through the town. The wheels on the bus go round and round, round and round, round and round. The wheels on the bus go round and round, all through the town. थाक्टालुङ एजुकेसन फाउन्डेसनको आजको 16औं वार्षिक उत्सव तथा अभिभावक दिवसका यस कार्यक्रमका सभाध्यक्षज्यू, त्यस्तै गरी विशेष अतिथि, विशिष्ट अतिथि, अतिथिगण र सम्पूर्ण अभिभावकज्यूहरू, थाक्टालुङ एजुकेसन फाउन्डेसनले आफ्ना 15औं वसन्त पार गर्दै 16औं वसन्तमा पार गरिरहँदा विद्यालयले लामो इतिहास बोकेको छ र यो इतिहास सँगसँगै विद्यालयले निकै नै गौरवान्वित गतिविधिहरू अगाडि बढाउँदै आजको यो अवस्थासम्म आइपुग्दा यहाँहरू सामु यति धेरै अभिभावक सामु यो 16औं वार्षिक उत्सवसम्म आउँदा धेरै नै यस विद्यालयका राम्रा असल अभ्यासहरूप्रति म हार्दिक नमन व्यक्त गर्न चाहन्छु र विशेष गरी आज मलाई यहाँहरू सामु उपस्थित भएर प्रमुख अतिथिको मन्तव्य राख्न पाउँदा म एकदमै खुसी व्यक्त यहाँहरूमाझ गर्न चाहन्छु। विद्यालयले वार्षिक उत्सव मनाइरहँदा हामी देख्न सक्छौँ विभिन्न खालका यहाँ अन्य गतिविधिहरू पनि सरिक गराएको छ र अतिथिगण म भन्दा पूर्ववक्ता मित्रले भने अनुसार विद्यालयको यो आजको यो अवसरमा पढाइसँगै सिकाइलाई पनि अगाडि बढाउनका लागि महत्त्वपूर्ण कार्यको थालनी गर्न सुरुवात गरेको छ। पढाइ मात्रै होइन, किताबका ज्ञान मात्रै होइन, कग्निटिभ नलेज मात्रै होइन, व्यवहार कुशल सिकलाई पनि अगाडि बढाउनु पर्छ भन्ने उहाँको मन्तव्यमा म सहमत छु र थाक्टालुङ एजुकेसनले यो अभियानको कन्काई नगरपालिकामा सुरुवात गरेको जस्तो लाग्छ र विभिन्न स्थलहरू राखेर अभिभावकहरूलाई आफ्ना विद्यार्थीले गरेको प्रगति आज देखाउन लागिरहेको छ र यस स्टेजमा वर्षभरिका विद्यार्थीहरूले गरेका राम्रा असल कार्यहरू प्रिन्सिपलज्यूले पनि प्रस्तुत गरिसक्नु भएको छ र आगामी सही सत्रका लागि समेत योजना प्रस्तुत गरिसक्नु भएको छ र यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यो विद्यालयको भावी दिनमा विद्यालयले थप उचाइमा पुर्याउन सफल होस् भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु र आज विशेष गरी अभिभावक दिवस पनि भएको हुनाले धेरै अभिभावकहरू आफ्ना विद्यार्थीहरूले गरेका प्रगतिहरूको दर्शन गर्न, अवलोकन गर्न यहाँ आउनु भएको छ। हामी हाम्रा विचारहरू राखिरहँदा यहाँहरूका आकाङ्क्षाहरूलाई पनि पुरा गर्नका लागि हामीले यो समय दिनुपर्छ र विद्यालयले त्यो प्लेटफर्म तयार गरेको छ र अझै पनि मलाई लाग्छ धेरै विद्यार्थीका आफ्ना विभिन्न खालका गतिविधिहरू यस मञ्चमा प्रदर्शन गराइने जमर्को गरेको छ र आम अभिभावकले विद्यालयको यो सहकार्यलाई हातमा हात लिएर विद्यार्थीहरूको चाहनालाई पुरा गर्दै ग्रेड सिक्न मात्र होइन व्यवहारमा कुशलता प्रदर्शन गर्न सक्नुपर्छ भन्ने आजको प्रवृत्ति मैत्री सिकाइलाई साक्षात्कार गर्नका लागि विद्यालयले आगामी दिनमा एआईको प्रयोगसँगै रोबोटिकको प्रयोग गर्ने भन्ने पनि लक्ष्य रहेको छ र एआईको प्रयोगसँगै आगामी दिनको यो समय सुहाउँदो शिक्षा प्रदान गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि जोड्दै अगाडि बढोस् भन्ने शुभकामना समेत व्यक्त गर्दै मलाई आज
प्रमुख अतिथिको रूपमा यहाँ निमन्त्रणा गरेको हुँदा विद्यालय परिवारलाई फेरि पनि धन्यवाद दिँदै म यो वार्षिक उत्सव 16औं वार्षिक उत्सव भव्यताका साथ सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो छोटो मन्तव्यलाई यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार। र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म गीता देवी चापागाई कक्षा 6 मा अध्ययनरत छात्राको तर्फबाट न्यानो अभिवादन टक्राउँदछु। हजुरहरूले आफ्नो व्यस्त समयलाई जुटाएर हाम्रो कार्यक्रमलाई निरन्तरता दिन आउनुभएकोमा म हजुरहरूलाई हार्दिक धन्यवाद प्रकट गर्दछु। आज हामीसँग निकै नै रमाइला प्रस्तुति रहनेछन्, तर ती रमाइला प्रस्तुतिहरूलाई हजुरहरूमाझ राख्नुभन्दा अघि मलाई कार्यक्रम सञ्चालनमा सहयोग गर्न आउँदै हुनुहुन्छ ग्रीष्मा तिमसिना। पक्कै पनि हामीसँग आज धेरै नै प्रस्तुतिहरू रहेका छन्, तर ती प्रस्तुतिहरूको नाम लिनुभन्दा अघि म आफ्नो परिचय दिन चाहन्छु। सबैमा नमस्कार, म एसएफ तालुङ एजुकेसन फाउन्डेसन विद्यालयको कक्षा 6 मा अध्ययनरत छात्रा ग्रीष्मा तिमसिना हो र अब म ती प्रस्तुतिहरूको नाम लिन गइरहेको छु र ती हुन् गायन, नृत्य, नाटक, ताइक्वान्डोको डेमोन्स्ट्रेसन र अरू चाहिँ तिमीले भन्ने होला नि। हो नि, यति मात्र नभएर हामीले पिएफ आइडल सिजन 2 को डान्सिङ र सिङ्गिङको फाइनलिस्ट पनि छान्नेछौँ र यहाँ हजुरहरूले विभिन्न स्टलहरू देख्न सक्नुहुनेछ र आफूलाई मन परेका सामग्रीहरू पनि खरिद गर्न सक्नुहुनेछ। तर एकछिन ती स्टलहरूलाई थाती राख्दै हामी हाम्रो कार्यक्रमतर्फ लाग्छौँ र मलाई पूर्ण विश्वास छ कि हजुरहरूले हामीलाई कार्यक्रमको अन्तिमसम्म साथ दिनुहुन्छ भनेर। अब ढिला नगरिकन पहिलो प्रस्तुतितर्फ लागौँ र पहिलो प्रस्तुतिका लागि आउँदै हुनुहुन्छ कक्षा एलकेजी का भाइ बहिनीहरू आफ्नो नृत्य ल्याउँदै र गीतको बोल रहेको छ बाबा आमा म स्कुल जान्छु। जोरदार तालीले स्वागत गरौँ कक्षा एलकेजी का भाइ बहिनीहरूलाई। Baba,
चेतना आवश्यक हुन्छ र यो उमेरदेखि नै यदि विद्यार्थीहरूमा सही संस्कारको सही राजनीतिक चेतनाको बीजारोपण गर्न सकियो भने भविष्यमा हाम्रो देशमा मैलो भइरहेको राजनीतिलाई शुद्ध गर्न सकिन्छ भन्ने यो विद्यालयले त्यो आशा अपेक्षा राखेर विद्यार्थीहरूमा पढाइको अलावा यस्ता क्रियाकलापहरू पनि बस्किने गरेको छ। यो पक्कै पनि नयाँ अभ्यास हुनेछ र विद्यार्थीहरूले राजनीतिलाई एउटा सङ्लो बनाउन र यो उमेरदेखि उनीहरू सचेत रहन्, जागरुक रहन् भन्ने उद्देश्यले हामीले यो अभ्यास तयारी गरेका छौँ। पक्कै पनि यहाँले त्यसलाई बुझिदिनु हुनेछ, अवलोकन गरिदिनु हुनेछ भन्ने हामीले आशा अपेक्षा लिएका छौँ। माननीय सदस्यज्यूहरू, सदन शान्त गर्नुहोस्। आजको प्रतिनिधि सभाको कारबाही सुरु हुन्छ। माननीय सदस्यज्यूहरू, आजको बैठकमा शून्य र विशेष समयको व्यवस्था नरहेको जानकारी गराइन्छ। अब नीति तथा कार्यक्रम प्रस्तुत गर्न सम्माननीय प्रधानमन्त्रीले मार्ग गर्नुभए बमोजिमको समय दिन्छु। धन्यवाद सम्माननीय सभामुख महोदय साथै माननीय जीवहरू। आजको सभा ऐतिहासिक हुनेछ। आज शिक्षा सुधार ऐन 2082 को विधेयक पारित गर्ने दिन रहेको छ। अहिले देशको अवस्था हेर्ने हो भने दैनिक हजारौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्नका लागि बाहिरी देश गइरहेका छन्। तर यो शिक्षा सुधार ऐन लागू भएपछि सबैले देशमा नै उच्च शिक्षा हासिल गर्न पाउनेछन्। हामीले सैद्धान्तिक शिक्षालाई भन्दा पनि व्यावहारिक शिक्षालाई प्राथमिकता दिनेछौँ। गुणस्तरीय शिक्षा आजको आवश्यकता। यस नारालाई साकार पार्नका निमित्त विपक्षीको साथ रहनेछ भन्ने कुरामा म प्रधानमन्त्रीको हैसियतले विश्वासित छु। हामीले सर्वप्रथम त सबैतिर डिजिटल शिक्षा विस्तार गर्नेछौँ। सबै विद्यालयमा इन्टरनेट, कम्प्युटर र प्रोजेक्टर जस्ता आधुनिक उपकरणहरूको व्यवस्था गर्नेछौँ। प्राविधिकलाई माइक हेर्दिन अनुरोध गर्छु। कस्तो बेतुकको कुरा हुन्छ प्रधानमन्त्री? माननीय सदस्य, निर्वाचित क्षेत्रमा कृपया आफ्नो समयमा बोल्नुहोला। अहिले आसन ग्रहण गर्नुहोस्। यस्तो अवस्थामा तपाईँ इन्टरनेट दिने कुरा गर्नुहुन्छ? आसन ग्रहण गर्नुहोस्। सबै विद्यार्थीले आधुनिक र व्यावहारिक शिक्षा हासिल गर्न सकुन् भन्ने हाम्रो लक्ष्य हो। दोस्रो तहमा हामी शिक्षकहरूका लागि काम गर्नेछौँ। देशभरका शिक्षकहरूलाई 1 महिने तालिम प्रदान गर्नेछौँ जसले शिक्षकहरूलाई आधुनिक उपकरण चलाउन सक्षम बनाउनेछ। त्यस्तै तलबमा पनि 15% वृद्धि गरिनेछ जसले शिक्षकहरूको आर्थिक स्थिति सुधार हुन्छ र शिक्षकहरूलाई अधिक भन्दा अधिक सम्मान, प्रेरणा र पेशागत विकास सुनिश्चित गरिनेछ। त्यसरी नै हामीले पहिलो चरण भौतिक सञ्चारलाई सुधार गर्दै देशभरका
शिक्षकहरूलाई कक्षा 1 भन्दा माथिका विद्यार्थीहरूलाई सम्पूर्ण पाठ्य पुस्तकहरू अनलाइनमा नै उपलब्ध गराइनेछ। विद्यार्थीहरूले जहाँ भए पनि व्यावहारिक शिक्षा हासिल गर्न सकुन् भन्ने हाम्रो लक्ष्य हो। विद्यार्थीहरूले जहाँ भए पनि पढ्न सकुन् भन्ने हाम्रो लक्ष्य हो। किताबको ढुवानी समस्याले पढाइमा बाधा नपरोस्। कौशलमा आधारित शिक्षा, व्यावहारिक शिक्षा, स्वास्थ्य कार्यक्रम लागू गर्नु र शैक्षिक भ्रष्टाचार अन्त्य गर्नु हाम्रा प्रमुख लक्ष्य हुन्। त्यसरी नै हामीले पहिलो चरण भौतिक सञ्चारलाई सुधार गर्दै 2000 विद्यालयहरूलाई स्मार्ट स्कुल बनाउनेछौँ। शिक्षकहरूको समस्यालाई हल गरी करारका शिक्षकहरूलाई पनि उचित रूपले व्यवस्थापन गर्नेछौँ। विद्यार्थीहरूको मानसिक स्वास्थ्यका लागि काम गर्नेछौँ। छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड प्रदान गर्नेछौँ। गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई 10%बाट बढाएर 15% छात्रवृत्ति प्रदान गर्नेछौँ। कक्षा 6 भन्दा माथिका विद्यार्थीहरूलाई कोडिङ सिकाउनेछौँ भने कक्षा 8 भन्दा माथिका विद्यार्थीहरूलाई आर्थिक शिक्षा प्रदान गर्नेछौँ। हामीले विद्यार्थीहरूका लागि पनि योजना बनाएका छौँ। विद्यार्थीहरूको स्वास्थ्य राम्रो होस् भनेर उनीहरूलाई गुणस्तरीय र स्वास्थ्यवर्धक खाजाको व्यवस्था गरेका छौँ। धन्यवाद। अब सम्माननीय उप प्रधान तथा गृहमन्त्रीलाई योजना प्रस्तुत गर्नको लागि समय दिन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, सरकार गठन पश्चात सरकारले गर्ने निर्णय, योजना, दैनिक कार्य सञ्चालन पद्धति यी कुराहरू सरकारले आफ्नो ढङ्गले प्रस्तुत गर्छ र हामीले हालसम्म गरेको अभ्यास पनि यही हो। सरकारले नीति कार्यक्रम तर्जुमा गर्छ। व्यवस्थापिका संसदमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत हुन्छन्। वाद विवाद, आलोचना समालोचना गरिन्छ, व्याख्या गरिन्छ, तर्क वितर्क प्रस्तुत गर्दै उक्त नीति कार्यक्रम पास गराइन्छ र सम्बद्ध मन्त्रालयका साथै निकायलाई उक्त कार्यक्रम जनमासमा पुर्याउन जिम्मेवारी दिन्छ। तर यी कार्यक्रम तथा नीति नियमलाई शान्त, स्वच्छ र पारदर्शी तरिकाले सम्पन्न गर्न देशको प्रशासनिक पक्ष जिम्मेवार हुन्छ र हुनु पनि पर्छ। सरकारले प्रस्तुत गरेको शिक्षा सुधार ऐन 2082 लाई फिल्डमा सञ्चालन गर्दा हामीलाई विविध सुरक्षा तथा प्रशासनिक चुनौतीहरू आउन सक्छन्। यसमा प्रशासनिक र सुरक्षात्मक दृष्टिले उक्त ऐन पारित र त्यस अन्तर्गतका कार्यक्रम सहज र सबल बनाउन गृह प्रशासन प्रतिबद्ध रहेको व्यवहारमा यस सदनलाई विश्वास दिलाउन चाहन्छु। साथै यस ऐनलाई भ्रष्टाचार रहित, स्वच्छ, निष्पक्ष ढङ्गले नागरिक समक्ष पुर्याइनेछ। साथै नीति तथा कार्यक्रमलाई भ्रष्टाचार रहित बनाउन प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उक्त जिल्लामा रहेका स्थानीय तहका प्रतिनिधि शिक्षा शाखामा कार्यरत अधिकृत प्रधानाध्यापक लगायत आम नागरिक सहितको 77 वटा विशेष अनुगमन टोली गठन भइसकेको छ। यो टोलीको निगरानीमा यो कार्यक्रम सफलताका साथ सम्पन्न हुने कुरा गृह प्रशासन विश्वस्त छ। बाल श्रम मुक्त समाज निर्माण गर्न, लैङ्गिक तथा यौन हिंसा, लागु औषध न्यूनीकरण, शिक्षामा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्न यो सरकार तयार रहनेछ। साथै सामाजिक सञ्जालमा हुने अनौतिक र गैर जिम्मेवारीपूर्ण सामग्री आदिलाई निर्मूल गर्न गृह प्रशासनले साइबर क्राइमलाई रोक्न थप जनशक्ति र आवश्यक सामग्री उपलब्ध गराउनेछ। धन्यवाद। सम्माननीय अर्थमन्त्री ग्रीष्मती सिन्हालाई आफ्नो प्रस्तुति दिनको लागि समय दिन्छु। धन्यवाद सम्माननीय सभामुखज्यू। यस सम्मानित सदनमा म यो कुरा जानकारी गराउन चाहन्छु कि यस योजनाका लागि हामीले 35 अर्ब बजेट विनियोजन गरेका छौँ।
यसका लागि 20 अर्ब विश्व ब्याङ्कबाट सहुलियतपूर्ण कर्जा र छिमेकी देश चीनबाट 10 अर्ब साथै सरकारको तर्फबाट 5 अर्ब विनियोजन गरेका छौँ। यस योजना पूरा गर्नका लागि आवश्यक बजेट पुग्ने हुनाले आर्थिक रूपमा कुनै पनि समस्या नहुने कुरा म यो सम्मानित सदनमा जानकारी गराउँछु। हामीले यस योजनाका लागि भनेर बजेट सुरक्षित राखिसकेका छौँ। त्यसैले कोहीले पनि यस योजनाका लागि बजेट अपुग हुने कुरामा शङ्का नगर्नु हुन अनुरोध छ। साथै बजेट सबै तयारी अवस्थामा छ भने हामीले यस कार्यलाई सफलतापूर्वक कार्यान्वयन गर्नेछौँ। सरकारले यस बजेटलाई निम्न अनुसार शिक्षाका विभिन्न क्षेत्रमा विनियोजन गरेको छ। विकट तथा पहाडी जिल्लाका लागि भौतिक संरचना निर्माणका लागि 5 अर्ब विनियोजन गरेको छ। करारका शिक्षक व्यवस्थापनमा 4 अर्ब विनियोजन गरिएको छ, जसमा शिक्षकको तलब वृद्धि पनि समावेश गरिएको छ। सम्माननीय सभामुखज्यू, जिम्मा रहेका करिब 45% विद्यालयको स्तर उन्नतिका लागि 4 अर्ब विनियोजन गरिएको छ। पिछडिएका तथा विपन्न विद्यार्थीका लागि भनेर छात्रवृत्ति स्वरूप प्रदान गर्न 2 अर्ब छुट्याएको छ। देशका विभिन्न 2000 स्कुललाई स्मार्ट स्कुल बनाउन करिब 5 अर्ब विनियोजन गरिएको छ। सम्माननीय सभामुखज्यू, शिक्षक तालिम, विद्यार्थीको स्वास्थ्य सुरक्षा, दिवा खाजा, यातायात र 1 देखि 12 सम्मका पाठ्य पुस्तकहरू अनलाइनमा उपलब्ध गराउन शिक्षण क्षमता वृद्धि गर्न 5 अर्ब रकम विनियोजन गरिएको छ। सिटिभिटी तर्फ विद्यार्थीको सङ्ख्या र आकर्षण बनाउन सम्पूर्ण विद्यालयमा इन्टरनेटको पोषण पुर्याउन 20,000 शिक्षाको कोटा खोल्न र नियुक्तिका लागि 4 अर्ब रकम विनियोजन गरिएको छ। सम्माननीय सभामुखज्यू, उच्च शिक्षाको लागि विदेशी विद्यार्थीको सङ्ख्या घटाई देशभित्रै उनीहरूलाई शिक्षा लिने वातावरण बनाउन, विद्यार्थी आकर्षण गर्न, छात्र छात्राहरूको स्वास्थ्य सुरक्षाका लागि प्रत्येक विद्यालयमा नर्स तथा प्राथमिक स्वास्थ्य किटका लागि विभिन्न कार्यक्रम उत्पादन गर्न 5 अर्ब रकम विनियोजन गरिएको छ। सम्माननीय सभामुखज्यू, यी सम्पूर्ण कार्यक्रमका लागि उचित व्यवस्थापन, कार्यान्वयन र नियमन गर्न भनेर 1 अर्ब विनियोजन गरिएको छ। धन्यवाद। अब प्रतिपक्ष दलबाट सांसदीय दलको नेता विकिसा प्रधानलाई रोस्टममा आएर आफ्नो भनाइहरू राख्न म समय दिन्छु। सम्माननीय सभामुख महोदय, सरकारका कुरा सुन्नलाई मात्र रमाइलो सुनिन्छ, तर यो योजना सफल रूपले सम्पन्न हुन आधारहरू भने शून्य छ। अहिले देशको अवस्था हेर्नु हो भने अझै पनि 60,000 भन्दा बढी विद्यालयका कोठा खाली नै छ। करारका शिक्षकहरूको हाल उस्तै छ, शिक्षकहरू सडकमा छन्। यो विषयमा सरकारले कहिले ध्यान दिने र सरकारले यत्रो 35 अर्ब रकम छुट्याउँदा पनि 20 अर्ब रकम विश्व ब्याङ्कबाट ऋणको भार खप्न सक्ने अवस्थामा छ। नयाँ योजना ल्याउनु उचित हो, तर घाँटी हेरेर घाट लिने हो कि? सभामुख महोदय, मलाई त अझै पनि शङ्का छ कि सरकारले भनेको हो 10 अर्ब अनुदान छिमेकी जिल्ले के आधारमा दिन लागेको? यी यातन कुराहरू सरकारले प्रस्ट्याउनु पर्दैन। धन्यवाद। अब माननीय तुलासा राजवंशी, समय 2 मिनट। सम्माननीय सभामुख महोदय, सरकारको कुरामा किन मलाई विश्वास लागिरहेको छैन। मेरो निर्वाचन क्षेत्रमा रहेका 25वटा विद्यालयमध्ये 12वटा विद्यालयमा अहिले पनि राम्रो शौचालयको व्यवस्था छैन। तपाईँ इन्टरनेट दिने कुरा गर्नुहुन्छ। सबैभन्दा पहिला सरकारले ती विद्यालयमा राम्रो शौचालयको व्यवस्था गरोस्, अनि मात्र ठुला कुरा गर्दै नीति एम ल्याउने कुरा गरोस्। धन्यवाद। माननीय सांसद भावना उपेती, समय 2 मिनट। सम्माननीय सभामुखज्यू, सत्तापक्षले भनेका सबै कुराहरू अर्थहीन छन्। यो सरकारले अहिलेसम्म सिटिभिटीका विद्यार्थीहरूको सङ्ख्या बढाउन सकेको छैन।
विद्यार्थीहरूको सङ्ख्या चाहिँ बढाउन नसक्ने तर खर्च मात्र गर्न खोजेर कहाँ हुन्छ। अरू सबैभन्दा पहिलो कुरो यो सरकारले सिडी मिटिङमा विद्यार्थीहरूको सङ्ख्या बढाउने काम गरोस्। अनि सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो कि उहाँ विद्यार्थीहरूको मानसिक स्वास्थ्यबारे काम गर्नुहुन्छ। तर के उहाँलाई थाहा छ एउटा कक्षा 6 को बालबालिकालाई बोर्डिङ सिकाउँदा कति मानसिक तनाव हुन सक्छ? धन्यवाद। माननीय सांसद मनिष राई, समय 2 मिनेट। धन्यवाद सभामुख महोदय। यस सदनमा सरकारले काम गर्ने भनेर कामको योजना त देखायो, बजेट पनि देखायो, तर यसरी कामको योजना र बजेटको योजना मात्रै देखाउने हो कि काम गरेर पनि देखाउने, त्यो कुरा ख्याल राखोस् सरकारले। गत वर्षको बजेटबाट 25% मात्र खर्च भएको छ, बाँकी सबै फ्रिज गएर गएको छ। यो पटक पनि त्यस्तो नहोला भन्न सकिन्न सभामुख महोदय। यो सरकारसँग कुनै पनि योजना छैन। माननीय सांसद संयोग भुजेल, समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, म यो सम्मानित सदनलाई यो कुरा जानकारी दिन चाहन्छु कि अझै पनि देशको 40% विद्यार्थीले 2 छाक राम्ररी खाना लाउन नपाएको अवस्था छ। यस्तो अवस्थामा उहाँहरू डिजिटल बोर्ड ल्याउने कुरा गर्नुहुन्छ। के त डिजिटल बोर्ड हाम्रो विद्यार्थीको भोग मेट्छ? पहिला त विद्यार्थीले भोग बनाउन चाहन्छ, त्यसपछि मात्र शिक्षा लिन्छ। म यो सरकारलाई यो कुरा जानकारी दिन्छु। धन्यवाद। माननीय सांसद मेलिस्का गौतम, समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, प्रतिपक्षले ल्याएको आरोपहरू अर्थहीन। उहाँहरूले कुरा गर्नुभन्दा अगाडि कहिले पनि तथ्य हेर्नुभएको छैन जस्तो लाग्छ मलाई। हामीले सकिने 2 वर्षभित्रमा 3700 विद्यालयहरूलाई इन्टरनेट पुर्याइसकेका छौँ। माननीय ज्यूहरू पहिला तथ्य हेर्नुहोस् अनि मात्र आलोचना गर्नुहोस्। माननीय सांसद भावना अधिकारी, समय 2 मिनेट। प्रतिपक्षले सिडिबिटी पढाउने विद्यालयको अवस्था देखेको छैन जस्तो छ। अहिले देशभरमा 4000भन्दा बढी विद्यालयमा सिडिबिटीका लागि हामीले सिट थपेका छौँ। विद्यार्थीहरू यस शिक्षाका लागि निकै नै आकर्षित भएको पाइन्छ। प्रतिपक्षले अहिलेको अपडेट हेरोस् अनि मात्र कुरा गरोस्। धन्यवाद। माननीय सांसद निकिता ढुङ्गेल, समय 2 मिनेट। सम्माननीय सभामुख, सांसद र प्रतिपक्षले सरकारलाई तथ्यबिन आरोप लगाउँदै आइरहेको छ। सरकारले गरेको कुनै काम पनि प्रतिपक्षले राम्रो लागेको छैन। कहिले पनि सरकारले गर्न लागेको काममा प्रतिपक्षले सहयोग गरेको देखिएको छैन महोदय। उल्टै सरकारले गर्न लागेको काममा रोक्नका लागि लागू परेको छ। प्रतिपक्षले यो कुरा बुझोस् कि यो विधेयक लागू भएपछि हाम्रो शिक्षा क्षेत्रमा अमूल परिवर्तन आउनेछ। धन्यवाद। सम्माननीय सभामुख महोदय, सरकारले जति पनि प्रतिपक्षको विरोध गरिरहेको छ, सभामा लिन्छ। विरोध गर्नुभन्दा पहिला शिक्षा क्षेत्रमा माननीय सदस्यज्यूहरू, माननीय सदस्यज्यूहरू 10 मिनेट। अब माननीय सांसद जेनिसा ढुङ्गाना, समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, सम्मानित सदनमा म यो कुरा भन्न चाहन्छु कि सत्तापक्षले ल्याएका शिक्षा सुधार ऐन 2082 विधेयकका धेरै कुराहरू राम्रा छन्। सरकारले उठाएका र गर्न चाहेका योजनाहरू राम्रा छन्, तर यसको कार्यान्वयन सबैभन्दा ठुलो चुनौती हो। धन्यवाद। सम्माननीय शिक्षा मन्त्री विराज खनाललाई रोस्टममा आएर यस विधेयकका बारे थप प्रश्न पार्न म समय दिन्छु। धन्यवाद सभामुख महोदय। साथै प्रतिपक्षका मित्रहरू, प्रतिपक्षले विरोध गर्नु पूर्व कहिले तथ्य हेरेको छ? हामी त्यही कुरा फेरि दोहोऱ्याउन छैनौँ। हाम्रो सरकारसँग यी योजनाहरू सफल पार्न धेरै आधारहरू छन्। हामीले खाली भएको शिक्षकको कोटाका लागि करिब 500 दरबन्दी खुल्ला गरिसकेका छौँ। शिक्षकहरूको मागलाई सम्बोधन गर्दै केही माग समेत पुरा गरिसकेका छौँ। अहिले नेपालमा भएको सबै विद्यालयमा इन्टरनेट पुर्याउने लक्ष्य राखेका छौँ। 2000 स्कुललाई स्मार्ट स्कुल बनाउने योजना छ। हरेक विद्यालयमा नर्सको व्यवस्था हुनेछ। देशभर विकट तथा पहाडी जिल्लामा करिब 1000 विद्यालय जीर्ण अवस्थामा रहेको छ। यी विद्यालयको पुनर्निर्माण गरिनेछ। साथै खेल तथा स्वास्थ्यको विषयमा ध्यान दिँदै करिब पछिडिएका 12 पालिकालाई शिक्षा सुधारका लागि 15 लाख दरले अनुदान प्रदान गरिनेछ। स्मार्ट स्कुल बनाउने योजनाका लागि हामीले स्थानीय तहमा पत्रचार गरिसकेका छौँ। विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै दिवा खाजामा गुणस्तरीय तथा पौष्टिक आहारको व्यवस्था गरिनेछ।
सभामुख महोदय, एक विद्यालयमा एक नर्सको योजना अघि बढाइनेछ। विदेशी विद्यार्थीलाई रोक्न दैनिक 4 घण्टा रोजगारीको व्यवस्था हुनेछ। धन्यवाद। शिक्षा सुधार ऐन 2082 को विधेयक माथिको छलफल यही समापन हुन्छ। अब म यस विधेयकका मत विभाजन प्रक्रिया अघि बढाउन चाहन्छु। यो शिक्षा सुधार ऐन 2082 को विधेयक पारित गर्नका लागि पक्षमा रहनुहुने सांसदहरूले हुन्छ भन्नुहोस् र यो विधेयकको विपक्षमा रहनुहुने सांसदहरूले हुन्न भन्नुहोस्। अब यो विधेयकको पक्षमा रहनुहुने सांसदहरूले हुन्छ भन्नुहोस्। अब यो विधेयकको विपक्षमा रहनुहुने सांसदहरूले हुन्न भन्नुहोस्। शिक्षा नीति शिक्षा नीति माननीय सदस्यज्यूहरू शिक्षा नीति आसन ग्रहण गर्नुहोस्। शिक्षा नीति माननीय सदस्यज्यूहरू माननीय सदस्यज्यूहरू आफ्नो स्थानमा बस्नुहोस्। शिक्षा नीति माननीय सभामुख खारेज शिक्षा नीति गरिमा कायम रहोस्। शिक्षा नीति खारेज गर शिक्षा नीति माननीय सदस्यज्यूहरू आजको यस प्रतिनिधि सभाको बैठक 15 मिनेटका लागि स्थगित गरिएको घोषणा गर्दछु। शिक्षा नीति शिक्षा नीति शिक्षा नीति शिक्षा नीति शिक्षा नीति बहिनीहरूले संसदीय अभ्यास कस्तो हुन्छ भन्ने एउटा सानो नमुना यहाँहरूमाझ प्रस्तुत गर्नुभयो। यहाँहरूले नेपालको राजनीतिमा देखिएका त्यस्ता नराम्रा पक्षहरू त्यसलाई संल्याउनको लागि यो उमेरदेखिका बच्चाहरूमा एउटा राजनीतिक चेतना संस्कार त्यो सुरुवात गर्न सकियो भने भविष्यमा पक्कै पनि नेपालको राजनीति एउटा सफा हुनेछ, शुद्ध हुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। र त्यही एउटा सन्दर्भमा यो एउटा चेतनाको लागि एउटा सुसंस्कार एउटा राजनीतिको एउटा बीजारोपण गर्ने एउटा सूत्रपातको रूपमा पनि यो विद्यालयले त्यस्तो एउटा अभ्यास गरेको हामीले लिएका छौँ।
का है ये जलवा, किस्मों का है ये जलवा, शोहरत भी नहीं ये जलवा, मकसद भी नहीं ये जलवा। Tell them like it is. I praise you. दिलकश लगे ये जलवा, दिलकश लगे ये जलवा, ऐसा ही नशा ये जलवा, मजा ही मजा, नशा ही नशा। Turn it up, जलवा, हम सी रवानियाँ, लगी है जलवा, फैशन का है ये जलवा, ये जलवा, ये जलवा, फैशन का है ये जलवा, ये जलवा, ये जलवा, फैशन का है ये जलवा, ये जलवा। अरे हौ यो केटीहरू त खबरै नभइकन हगिरहेछ त मेलामा। के गर्दैछौ हौ तिमीहरू? के गर्नु नि, सोझोहरूलाई ताक्दै बसिरहेको छ। तिमीहरू चाहिँ ताक्दै गएर आज चाहिँ जसरी भयो नि एउटा न एउटा पटाउने नै। पटाउने त पटाउने, तर कसरी पटाउने हो? त्यही त, तै भन्न कसरी पटाउने? नाचेर पटाउने नि हो, मोरी हो। ए जाऊ 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 जाऊ। सेवारो सोल्टी सेवारो है।
झन्डा तरेर चाल्नु छ पहिला युनिका के भयो किन रिसाकी तिमीहरूले मलाई किन झाली गरेर आउट भनेको दिदी तपाईँ आफै आउट हुनुभएको हामीले झाली गरेको होइन
त्यसमा छोड्दिन छोरा बोराम आदर्श आऊ खेल्नु पर्छ मोबाइल राखेर आउन त खेल्नका लागि ए बल्ल त पाएको छु म एउटा टिकट ए हामी चाहिँ खेल्न थालेको अब के खेल्ने आमामा पट्टी बान्ने खेल्नु न पछि त हुन्छ 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 ए लड्ला वै आदर्श के साह्रो मोबाइल चलाएको जाऊ बाबु साथीहरूसँग खेल्नको लागि दादा आउनु न साथीहरूसँग खेल्न तपाईँ अघि बोलाइरहेका थिए त बहिनीले भनेको त मान जान्छ दादा दिदीहरू आउनु न आदर्शलाई लिएर खेल्न जानु हामीले त अघि नै आदर्शलाई बोलाएको आदर्श खेल्न आऊ न प्लिज ला नानी के भयो तिमीलाई मेरो पेट दुख्यो आन्टी आया के खाएको थियो नानी तिमीले आऊ यता आएर बस आन्टी यो निकाले हैन अघि चाउचा खाएकी कि अनि त्यसको पेट दुखेको कहाँ देखाएर खाँदा पेट दुख्छ उसले त जङ्क फुड खाएकी र त्यही भएर पो पेट दुखेको त अब के गर्नु आन्टी उसलाई त गाह्रो भयो दिव्या हजुर मामी जाऊ भित्र गएर तातो पानी लिएर आऊ नरु नानी केही हुँदैन लाऊ यो तातो पानी खाऊ पेटलाई अलिक सन्चो हुन्छ तँलाई अघिदेखि यो फोन नचला भनेको होइन हुन त हो नि तर ध्यान सकिएपछि पो छोड्ने भनेको त अब तिमी मोबाइल राख आदर्श धेरै मोबाइल हेऱ्यो भने आँखा दुख्छ हुन्छ प्रमिस धेरै मोबाइल चलाउँदा आँखा बिग्रिँदो रहेछ अबदेखि म लगातार कहिले मोबाइल चलाउँदिनँ अबदेखि म पनि दाउँछु खान्न अबदेखि म पनि कहिले धेरै बेर मोबाइल चलाउँदिनँ हुन्छ म पनि दाउँछु खादिनँ हामीले आफूलाई स्वस्थ राख्नको लागि धेरै जङ्क फुड खानु हुँदैन र धेरै बेर फोन पनि चलाउनु हुँदैन धन्यवाद Wow, what a performance!
भए पिपल मायालुको नजरा मायासँगै बसेर What an amazing performance! Let's give you. यो केटी कहाँको उदै फुलेको यो
पुरानो गिरीश का सुनाई कमरेमा पटुकी कसेर सुमोसो हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसुमोसो हाँसेकी बसेर कोमै कोटा Get him wet, bitch I'm fresh. Let us fight, yeah. Come on, fight, yeah. Come on, fight, come on, fight, yeah. Come on, fight, yeah, yeah, yeah. This is the end. पाती भाके मन कामना आयो बंदी जुल जस्ती माया तो मन कामना के छ तिमीले भएको ना मायालाई मन कामना मुटु मेरा तोला मायालाई मन कामना मुटु मेरा तोला डोको बुन्ने निगाहो छयाले जानै खायो त्यो तिम्रो मायाले डोको बुन्ने निगाहो छोयाले जानै खायो त्यो तिम्रो मायाले स्याउली बजारमा प्रेम पानुभयो हावा तिमीलाई देखेर दामादाम हो तिमीलाई देखेर दामादाम हो तिमीलाई देखेर यो केटी कहाँको उतै पुरैको यो केटी कहाँको उतै पुरैको फुलको सुन्दरी Just
प्रमुख अतिथिको रूपमा पाल्नुभएका कन्काई नगर शिक्षा प्रमुख राजकुमार ओडारी सर यहाँबाट विदा भएर प्रस्थान गरिसक्नु भएको छ। विशेष अतिथिज्यूहरूको पनि प्रस्थान भइसकेको छ र मञ्चमा आसीन अतिथिगण, अभिभावकज्यूहरू, विद्यालयको प्रिन्सिपल लगायत शिक्षक कर्मचारी अनि यस कार्यक्रममा पाल्नुभएका आदरणीय अभिभावक महानुभावहरू र विद्यार्थी भाइ बहिनीहरू, कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूमा विद्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज म अलिकति भाग्यमानी हो कि जस्तो मलाई महसुस भएको छ। सधैँको कार्यक्रममा कुर्सीहरू मात्रै रहन्थे, आज केही अभिभावकहरू, केही महानुभावहरू यहाँ रहनुभएको छ र अब यो हाम्रो विद्यालयले गरेको कार्यक्रमहरू यहाँहरूले हेरिसक्नु भएको छ, मूल्याङ्कन गर्नुभएको छ। हाम्रा कार्यक्रमहरू विद्यार्थी केन्द्रित रहे, शिक्षकहरूले सहजीकरण गर्ने, व्यवस्थापन गर्ने बाहेक सबै विद्यार्थीहरू सक्रिय रहेका थिए। आफ्ना आफ्ना नानीहरूले दिएको प्रस्तुतिहरू यहाँहरूले अवलोकन गर्नु नै भयो। विद्यालय वास्तवमा विद्यार्थी केन्द्रित हुनुपर्छ र कक्षामा बाहेक अरू क्रियाकलापहरू, यस्तै कार्यक्रमहरूबाट पनि शिक्षणहरू गराइने र यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभामा विकास गर्ने, प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि भएकोले गर्दाखेरि हामीले सालमा चाहिँ विद्यार्थीहरूको प्रतिभाको एउटा प्रदर्शन गर्ने र विद्यालयको गतिविधिहरू यहाँहरू समक्ष प्रकाश पार्ने पनि एउटा अवसर हो र आज यो कार्यक्रममा यहाँ विभिन्न स्टलहरू राखेर चाहिँ हामीले यहाँहरूलाई जे जति प्रदर्शन गर्न सक्षम भयौँ, जे जति यहाँहरूलाई हामीले यहाँको गतिविधिहरू देखाउन सफल भयौँ, त्यो सबै श्रेय तपाईहरुलाई नै जानेछ। र यहाँ आज यो कार्यक्रम सफल गर्नको लागि प्रत्यक्ष वा परोक्ष रूपमा भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिने क्रममा अतिथिको रूपमा आएर चाहिँ यस कार्यक्रमलाई सभ्य भव्य बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण अतिथिगण, कार्यक्रमको सौभाग्य शोभा बढाउनको लागि उपस्थित भएर आफ्नो समय दिनुहुने आदरणीय अभिभावकज्यूहरू अनि विभिन्न क्रियाकलापमा सक्रिय सहभागिता देखाएर आफ्नो कला प्रदर्शन गर्ने कलाकार भाइ बहिनीहरू, अन्य इभेन्टमा सहयोग पुर्याउनुहुने अथवा भूमिका निर्वाह गर्नुहुने विभिन्न इभेन्टका सहजकर्ता, प्राविधिक मित्रहरू, पत्रकार मित्रहरू, यो मञ्च सजावटको लागि श्रम गर्नुहुने, सहयोग गर्नुहुने मित्रहरू, व्यवसायीहरू अनि यो साउन्ड सिस्टम अपरेटर मित्रहरू र सानोतिनो व्यवसाय अथवा प्रदर्शनीको लागि खट्नुहुने हाम्रो व्यवसायी र विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णलाई विद्यालयको तर्फबाट
म धन्यवाद व्यक्त गर्न चाहन्छु र यसबाहेक नाम लिन नसकिएका जति महानुभावहरू यो कार्यक्रमको सफलताको लागि योगदान पुर्याउनु भएको छ उहाँहरूलाई पनि म हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु र आगामी वर्षहरूमा पनि योभन्दा भव्य तरिकाले चाहिँ कार्यक्रम सफल पार्नमा यहाँहरूको अग्रणी भूमिका रहनेछ भन्ने अपेक्षाका साथ आजको यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु र यस पछाडि पनि यो एउटा पिएफ सिङ्गिङ डान्सिङ आइडल 2082 को चाहिँ कार्यक्रम बाँकी रहने जानकारी गराउँदै म यहाँबाट बिदा लिन्छु। धन्यवाद, नमस्कार। Aku
वाह, कस्तो सुन्दर प्रस्तुति होइन त अडियन्स? ऊर्जा, आत्मविश्वास, मेहनत स्पष्ट देखिन्थ्यो। र अबको क्रममा हामी बोलाउन चाहन्छौँ अर्का प्रतिस्पर्धी आरोही पोखरेल। स्वागत गर्न चाहन्छु आरोही पोखरेल।